स्वागत छ मलम नेपाल बहसमा। म कमलडीको दर्शकबिन तपाईहरुले हेर्दै हुनुहुन्छ मलम नेपाल बहस। हामीले यस बहस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौं र बहसका लागि आज हामीसँग हुनुहुन्छ साहित्यकार, महाकाव्यकार, निबन्धकार, समालोचक, कवि, गीतकार, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा भरतपुर दाङका पूर्व प्रधानाध्यापक एवं निवर्तमान गुरुकुल एकाडेमीका निवर्तमान प्रधानाध्यापक आदरणीय व्यक्तित्व डाक्टर कृष्णराज डीसीजी हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुर, यहाँले आजभोलिका दिनचर्या चाहिँ के कसरी बिताउनु भएको छ? मैले एउटा शिक्षक भएको हुनाले पेशागत रूपमा म शिक्षण पेशामै आबद्ध छु। हजुर, अनि जुन आज बसन्त पञ्चमी परेको छ, हजुर, खास गरी बसन्त पञ्चमी भनेको वास्तवमा हामीले बुझ्ने कुरा चाहिँ के हो र यो पर्वलाई खास गरी विद्यार्थी भाइ बहिनीहरूले किन मनाउनु पर्ने? अब 6वटा ऋतुहरूमध्ये हजुर, बसन्त ऋतुहरूको राजा यहाँलाई थाहा छ। नेपाली साहित्यमा यो ऋतु विचार भन्ने खण्डकाव्य लेखनाथ पौड्यालले लेख्नुभयो। हजुर, त्यसमा 6वटै ऋतुको उहाँले वर्णन गर्नु भएको छ र ऋतुहरूको राजा मानिने जो बसन्त ऋतु छ, हजुर, यो बसन्त ऋतु खास गरी आजका दिनदेखि जुन आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको जन्मदिन हो र यहाँको जिज्ञासा अनुसार यो सरस्वती मातालाई हामीले विद्यार्थी नानी बाबुहरूले पूजन, विशेष पूजन किन गर्नुपर्ने? गर्न त हामी सबैले गर्नुपर्छ। विश्वका करिब 8 अरब मान्छे सबैले सरस्वतीको पूजन गर्नुपर्छ। सरस्वतीको जबसम्म आशीर्वाद कृपा दृष्टि मिल्दैन तबसम्म यो संसारमा शान्ति, सद्विचार, सद्मार्ग, सत्कर्म, सद्विवेक, सद्बुद्धिको विकास हुँदैन। र त्यस हुनाले सबै आज संसारका यो पृथ्वीमा रहने करिब 8 अर्ब मान्छेहरूले सरस्वतीको पूजन गर्नै पर्छ, किनभने आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको जन्मदिन हो। र अझ त्यसमा पनि विद्यार्थी विद्यालय आर्जन गर्ने जुन नानी बाबुहरू हुनुहुन्छ उहाँको लागि सद्विवेक, सद्ज्ञान, सत्कर्म, सत्मार्ग दिनुहोस् भनेर उहाँसँग आशीर्वाद माग्नको निमित्त पूजन गर्नुपर्ने। अझ नयाँ नानी बाबुहरू विद्यालयमा अक्षरारम्भ गर्नको निमित्त आजको दिनलाई विशेष दिन मानिन्छ। आजको दिनलाई कुनै ज्योतिष हेराउनै पर्दैन। सरस्वती पूजा, सरस्वती पूजन वा बसन्त पञ्चमी भनेपछि त्यसैमा सुन्दर सुन्न सुगन्ध हो। यसोस्ले गर्दा आजको दिनलाई हामीले बसन्त पञ्चमीको रूपमा मनाउँछौँ र पूजा गर्छौँ। र यहाँ आदरणीय दर्शक वृन्दहरूलाई हैन, म सुरुमा सरस्वतीको एउटा गान गरिकन सरस्वतीको आराधना गरिकन एउटा कविता लेखेको छु र त्यो कविताबाट सुरु गर्नुहुन्छ। आऊ मेरो घर, कविताको शीर्षक छ आऊ मेरो घर। दैलोमा कलिला मुना कुसुमका आमा फुलाए सधैँ, आत्मामा सुनको बन्यो सहरजु आमा तिमी सम्झिँदै, भुल्का माथि उठे जहाँ प्रणयका मेरी क्षमाकी धन, आऊ यी करमा चुमेर जननी मेरो सुनि क्रन्दन, थोत्रो देवल भो शरीर यसरी आत्मा तिमी दूर भई, अज्ञानी दिलमा छ खाली जडता विद्या र बुद्धि नभई, मैले जानिन कि नयाँ गुदी कुरा साम्राज्यमा रातको, देऊ ज्ञान तथा विवेक दिलमा आमा त्यही माथको, गंगा औ जमुना बनी हृदयमा बग्ने धराकी धनी, हौ माता ममता सुदीर्घ क्षमता मेरी स्वयं जीवनी, गंगा औ जमुना बनी हृदयमा बग्ने धराकी धनी, हौ माता ममता सुदीर्घ क्षमता मेरी स्वयं जीवनी, हौ माता ममता सुदीर्घ क्षमता
मेरी स्वयं जीवनी हजारौं दिलमा बसेर बहने हौ ज्ञान गङ्गा तिमी फुल्दो नन्दनमा सुगन्ध रहने हौ फूल थुङ्गा तिमी यात्रीशील बनी सदैव पथमा छौ हम समारे तिमी ज्ञानी मानिस ती समस्त जनका छौ अंश मारे तिमी गान्धी बुद्ध तथा ईसा र मनुका छौ वंश मारे तिमी ब्रह्मा की दुहिता भई भुवनको आलोक हौ रे तिमी गीता ज्ञान तिमी कुरान सबै हौ कर्म की जंजीर चारै वेद तिमी पुराण सबै हौ धर्म की मन्दिर सावित्री सरिकी सुबीर रमणी तारा र मन्दोदरी वाग्देवी सबकी जुहार जननी अर्धाङ्ग हुन्ती हरि आऊ रात बन्यो पवित्र कसरी मेरो उज्यालो घर फैलाई समता प्रगाढ ममता सुम्पेर तिम्रो हर यो कालो निसीमा खुलेर भवमा सौगन्ध मिठो भयो यो कालो निसीमा खुलेर भवमा सौगन्ध मिठो भर ज्ञानी प्राज्ञ बनु सुधीर सरिता संसारमा भर भर ज्ञानी प्राज्ञ बनु सुधीर सरिता संसारमा भर भर यो सरस्वतीको वन्दना एकदम मिठो यहाँको आवाज र शब्दको त के बयान गर्न सकिन्छ र त्यो मिठो तपाईँको स्वरमा यो सुन्दै गर्दाखेरि पक्कै पनि दर्शक भिन्नहरू पनि सोच्नुभयो होला कि हामी हाम्रो बच्चा बच्चीलाई घरमा राख्ने होइन, हामी हाम्रो बच्चा बच्चीलाई लेबर काममा लगाउने होइन, हाम्रो बच्चा बच्चीलाई जसरी पनि एउटा विद्यालयमा पुस्तक लिएर पढ्न पठाउनु पर्छ भन्ने सोच पक्कै पनि भयो होला। यहाँको यो सुमधुर स्वरसहित जुन आफ्नो यो कविता सङ्ग्रह यहाँले प्रस्तुत गर्नुभयो, यहाँलाई धेरैभन्दा धेरै धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। वास्तवमा यहाँले एउटा साहित्यतिर धेरै अगाडिदेखि जब तपाईलाई हामीले चिन्दै गयौँ त्यति बेलादेखि नै तपाईँको एउटा मिठो स्वरमा हामीहरूले यस्ता खालका कुराहरू सुन्दै आयौँ र अहिले पनि सुनिरहेका छौँ। हामी एकदमै खुसी छौँ त्यसप्रति। र वास्तवमा साहित्य भने के हो, यसलाई के लाग्छ? बडो सुन्दर कुरा यहाँले गर्नुभयो। जहाँसम्म साहित्य एउटा सुधा हो, अमृत हो। अहिले दुईटा कुरा छन् हाम्रो समाजमा। एकातिर साहित्य सहित भाव साहित्य, हजुर, राम्रो सबैको राम्रो होस् भन्ने भाव नै साहित्य हो। सहित सबैको हित होस् भन्ने भावना। हजुर, म खाऊ मैलाऊ मै बाँचु मै नाचु अरू सभा मरण दुर्बलहरू भनेर जो लेखनाथ पौड्यालले भन्नुहुन्छ त्यो साहित्य होइन। हजुर, त्यो त अहङ्कार हो। अहङ्कार हो। र यसले मनै सबै हुँ मनै सर्वेसर्वा हुँ भन्ने जुन अहङ्कार छ त्यो अहङ्कारले विनाश गर्छ। हजुर, साहित्यले ती अहङ्कारीहरूलाई जो अज्ञानीहरूलाई हजुर, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको वरदान नपाएका मान्छेहरूलाई तिनलाई सत्कर्म सद्विवेक सत्मार्ग प्रदान गर्ने काम साहित्यले गर्छ। हजुर, यहाँले अघि भन्नुभयो यो साहित्य का प्रथम साहित्यकारको हुनुहुन्छ त्यो सृष्टिमुनि ब्रह्मजी हुनुहुन्छ। सरस्वतीका पिताको नाम हो ब्रह्म, ब्रह्मकी छोरी हुन् सरस्वती। र यो संसारमा अघि हामीले प्रसङ्गवश कुरा गर्यौँ, संसारमा जसलाई सरस्वती खुल्दैन, जसको विवेकमा सरस्वतीको बास हुँदैन, उसमा अहङ्कार आउँछ। यहाँले देख्नु भएको छ आज हाम्रो देश नेपालमा, नेपालभन्दा बाहिरमा विश्वमा जताततै एउटा शक्तिको अहङ्कार, त्यो अहङ्कारले गर्दा विश्व दग्ध भएको छ, जलेको छ। प्रथम र द्वितीय जस्ता विश्व युद्धमा सारा करोडौँ मान्छेहरू खरानी भए। हिटलरले जर्मन तानाशाह हिटलरले दोस्रो विश्व युद्धमा 5 करोड मान्छेहरूलाई खरानी बनाए
र त्यो खरानी बनाउने काम सतत रूपमा हुन त द्वापर युगमा भगवान श्री कृष्णले त्यसलाई धर्मयुद्ध भनिएको छ, जहाँ कौरव र पाण्डवका बीचमा सम्पत्तिको विषयमा त्यहाँ युद्ध भएको छ। र अहिले पनि युद्धका खास कारण तीनटा हुन्छ। एउटा हुन्छ सम्पत्तिको निमित्त युद्ध, एउटा अहंकार शक्तिको प्रदर्शनको निमित्त युद्ध, अर्को हुन्छ स्त्रीको निमित्त युद्ध। जस्तो राम र रावण बीचमा जो युद्ध भयो त्यो सीताजीको निमित्त भएको युद्ध हो। यो विषयमा यो युद्ध विषय अथवा यो साहित्यिकसँगै जोडिन आएको विषय भयो र यो विषयमा यहाँले त्यो खालको कुनै लेखहरू लेख्नु भएको छैन? यो युद्धको विरोध, शान्तिको स्थापना एकदम मेरो समग्र साहित्य आजदेखि लगभग 40 वर्ष मैले साहित्यको साधना गरेँ, 4 दशक साहित्यको साधना गरेँ र सुरुदेखि अन्तसम्ममा आजसम्ममा 40 वर्षको कालखण्डमा मैले युद्धका विरुद्धमा र शान्तिका पक्षमा आवाज उठाएँ। धेरै साहित्यकारले एउटा अलिकति हेर्दाखेरि के देख्न सकिन्छ भने माया प्रेममा गाँसिएर लेखेका लेखहरू अथवा निबन्धहरू, कविताहरू पनि देखिन्छ। पनि चाहिँ यहाँले किन यो विषयमा केन्द्रित हुनुभयो? अब प्रेम पनि अथवा माया र प्रेममा फरक छ। माया भनेको सहानुभूति हो। तपाईले बाटोमा कुनै एउटा असहाय अथवा अल्पदृष्टि अथवा विकलाङ्ग मान्छेलाई देख्नुभयो भने उहाँलाई उठाएर 2 पैसा सहयोग गर्नुहुन्छ, केही चिज खाना दिनुहुन्छ, त्यो मायामा दया जोडिएको हुन्छ। अर्को शब्द यहाँले प्रयोग गर्नु प्रेम। प्रेम भनेको त्यो ईश्वरभन्दा माथि छ। प्रेम भने हामीले प्रेमलाई को गलत परिभाषा गरिरहेका छौँ। प्रेमलाई मानिसले त्यो एउटा निसंकीर्ण दृष्टिले हेर्दा फ्राइडियन मनोविज्ञानले अथवा यौन मनोविज्ञानका आँखाले हेर्छन्, त्यो प्रेम होइन, त्यो मात्रै प्रेम होइन। त्यसको गूढ रहस्यमा, केन्द्रबिन्दुमा, त्यसको न्युक्लियसमा त्यो कतै हुन सक्छ अदृश्य रूपमा। त प्रेम भनेको ईश्वर, भगवान के अरे महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ हैन, प्रेम नै भगवान हो, भगवान नै प्रेम। त्यसकारण हजुरभित्र, मभित्र, संसारमा रहेका सम्पूर्ण प्राणीभित्र प्रेम छ। यही विषयमा केन्द्रित रहेर र मैले यसमा लेखेको छु। मैले प्रेमका सम्बन्धमा पनि थुप्रै कृतिहरू लेखेको छु। र मुनामदन, जस्तो मुनामदन छ, मुनामदनमा देवकोटाको त्यो मुना र मदनका बीचको जो प्रेम छ, माधव घिमिरेले आफ्नी गौरी अर्धाङ्गिनी गौरीको मृत्यु भयो 2004 सालमा। उहाँ जम्मा 22 वर्षकी हुनुहुन्थ्यो। उहाँको स्वर्गवास भएपछि गौरी भन्ने शोक काव्य लेख्नुभयो, ढुङ्गा समेत पकाइदिनु भयो। हे गौरी तिमी गइसक्यौ मेरी नभएको दिन, छैनन् आज उनी मरुन्छु नहुला, भोलि म मेरा रोलान्। यो सारा सृष्टिको नाशपछि यहाँ रोएर को रुन्छ रे, आएर को रुन्छ रे, नासैलाई छ सिर्जना सब भने रोएर के हुन्छ रे। डालाबाट नबोल रे कोइली झुली, ओइलिन्छ रे यौवन, काला केश नबाट रे युवती हो खुस्कन्छ रे जोवन। धरती यो हरियो थियो सगरका, तारा उज्याला थिए आए। यस प्रकारले आफ्नी प्रेमिका, आफ्नी अर्धाङ्गिनी, आफ्नी जीवन सङ्गिनीको मृत्युमा माधव घिमिरेले एउटा काव्य लेख्नुभयो, गौरी शोक काव्य। त्यसले नेपालीलाई, प्रत्येक नेपालीलाई रुवाए। देवकोटाको मुनामदन यहाँलाई थाहा छ हैन? मुनामदन देवकोटाको काल्पनिक खण्डकाव्य हो जो 1992 मा प्रकाशन छ। त्यसभित्रको प्रेम हेर्नुहोस् त, त्यसभित्र कस्तो प्रेम छ। एउटा श्रीमान श्रीमतीलाई हातमा सुनका बाला लगाइदिनको निमित्त आमाको इच्छा पार्टी र धारा अथवा पौवा, पार्टी र एउटा अथवा पार्टी अथवा पौवा धर्मशाला र एउटा धारा पिउने पानीको धारा सार्वजनिक रूपमा बनाइदिनको निमित्त र ऋणले थोत्रो भएको घरको जग्गालाई बलियो बनाउनको निमित्त, साउको ऋण तिर्नको निमित्त मात्र 6 महिनाको लागि अथवा 320 के भन्छ रे को लागि त्यो चाहिने लासा मजा गएको छ। र जाँदाखेरि मुना यति रोएकी छिन्, हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले भनेर उनीहरूले भन्छन्। तर मदनले मान्दैनन् हैन, तिमी नात्यो मुना, म फर्केर आउँछु इत्यादि भनेर। तर बिचमा उनलाई मरेको
मदन मरेको एउटा नक्कली चिठी गुण्डाले दिन्छ मुनालाई र त्यो चिठी पाउन बित्तिकै हार्ट अट्याक भएर मर्छन्। त्यो प्रेम हो, शाश्वत प्रेम हो, अमर प्रेम हो। आज देखिनु भएको छ समाजमा आफ्ना श्रीमती स्वास्नी छोरा छोरीको लालन पालन गर्नको निमित्त 45 डिग्री सेन्टिग्रेडको तापक्रममा काम गर्न पसिना बगाउने नेपाली नौजवानहरू आज खाडी मुलुकहरूमा जानुभएको छ। यता श्रीमतीले उहाँहरूले पठाएको पैसा पनि दुरुपयोग, घर बर्बाद, अनि अर्कैतिर उहाँले घर छोडेर लालाबाला लथालिङ्ग पालेर घर बिगारेका बर्बाद भएको पनि हाम्रो समाजमा देखेको छ। त्यो प्रेम होइन, त्यसलाई प्रेम भनिँदैन। अनि मदन फर्केर आउँछन्। मदन फर्केर आएपछि मुना मरेको खबरले अनि उनी पनि हट्ने भएर मर्छ। त्यसलाई भन्छ अमर प्रेम। त्यसकारण साहित्यमा अमर प्रेम हुन्छ। महाकवि कालिदासको मेघदूतमा हेर्नुहोस्, लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा हेर्नुहोस्, लक्ष्मीप्रसाद देवकोटाको सुलोचना महाकाव्यमा हेर्नुहोस्, यस्ता थुप्रै प्रेम लैला मजनुमा हेर्नुहोस्, नल दमयन्ती महाकाव्यमा हेर्नुहोस् हैन, विभिन्न प्रकारका हीर राजामा हेर्नुहोस् हैन, र यस्तै विभिन्न प्रकारका हाम्रा के अरे प्यार झुक्ता नहीं भन्ने जुन हिन्दीमा छ। त्यसकारण प्रेम गर्दै नहुने, प्रेमले समाजलाई बिगार्ने यो कुरा गलत हो। मान्छेको चरित्र आचरण राम्रो हुनु पर्यो। त्यसकारण बाहिरभरि बडो आदर्शको कुरा गर्ने, भित्र पथभ्रष्ट भएका, गन्ध आएका, चरित्रहीन भएका पनि हाम्रो समाजमा छन्, छैनन्? र त्यस हुनाले साहित्यको विषयवस्तु प्रेम हुनै हुनु भन्ने होइन। अब हाम्रो दर्शकबिन्दुहरूको लागि यहाँको मुखारबिन्दुबाट के सुन्न सक्छन्? र म खास गरी के भन्न चाहन्छु भने अहिले खास गरी यो जो साहित्य छ, यहाँले साहित्य के हो भन्ने प्रश्न भन्नुभएको थियो। म त्यो कुराबाट पनि हाम्रा दर्शकवृन्दलाई यही कुरा प्रकाश पार्छु। साहित्य के हो भने समाजको ऐना हो। समाजमा के छ आज? अनाचार, दुराचार, शोषण, दमन, भ्रष्टाचार, कुरीति, व्यथिति, विसङ्गति, विकृतिका कुराहरू गर्नुहुन्छ। राजनीति गर्ने मान्छेहरू, समाजसेवी मान्छेहरू, सबै राजनीतिक कर्मीहरू गलत हुनुहुन्छ यो होइन, हैन, सबै सज्जन हुनुहुन्छ त्यो पनि होइन। त्यस हुनाले जहाँ पनि हलुवामा बालुवा त हुन्छ। र त्यस हुनाले साहित्यकाले जुन राजनीति गर्ने मान्छेलाई पनि पथभ्रष्टलाई पनि पथ प्रदर्शनको काम गर्छ। त्यसकारण स्रष्टा भनेको ब्रह्म हो। त्यसले जहिले पनि आफूले देखेका कुराहरू भन्न बोल्न डराउनु हुँदैन। त्यस हुनाले हरेक देशमा जहाँको मुलुकको भए पनि चाहे सानो होस्, चाहे गरिब होस्, चाहे धनी होस्, सबैको इज्जत हुन्छ। त्यस कारणले हरेक मुलुकका बासिन्दाहरूले, हरेक मुलुकका स्रष्टाहरूले आफ्नो नेसनलिजम, राष्ट्रियता भन्छ, राष्ट्रवाद भनिन्छ, त्यो राष्ट्रवादलाई, त्यो राष्ट्रियतालाई नडराएर निर्भीक भएर बोल्नुपर्छ, लेख्नुपर्छ। र त्यो भयो भने खास गरी साहित्यकारको मुख्य कर्तव्य के हो भने शान्तिको स्थापना, युद्धको विरोध। युद्ध गर्ने राम्रो होइन। हेर्नुहोस्, त्यो युद्ध जसुकैले गर्नुहोस्, चाहे जर्मन तानाशाह हिटलरले गर्नुहोस्, चाहे आजका तानाशाहले गर्नु, चाहे द्वापर युगका कृष्णजी भगवानले गर्नु। यद्यपि भनिन्छ द्वापर युगको जुन कौरव र पाण्डव बीचको जो कुरु युद्ध हो, त्यो कुरु युद्ध धर्म युद्ध हो भनेर भनियो, तर युद्ध त युद्धै हो नि, विनाश भयो नि त। त्यस कारणले त्यो त्यस प्रकारको युद्ध मान्छेबाट गरे पनि अथवा ईश्वरबाट गरे पनि त्यो युद्ध नै हो, त्यो राम्रो कुरा होइन। र त्यसोस्ले गर्दा जस्तो हामी राम राज्य मर्यादा पुरुषोत्तम रामको कुरा गर्छौँ। भानुभक्त आचार्यले जो नेपाली भाषामा अध्यात्म रामायणलाई अनुवाद गरेर आज झुपडीदेखि महलसम्मका प्रत्येक निरक्षरहरूले पनि एक दिन नारद सत्य लोक पुगी गया, लोकको गरौँ हित भनेर जुन एउटा आदर्श समाजको 5000 वर्ष राम राज्य भएको थियो। त्यसकारण त्योतिर कल्पना गर्नु पर्यो नि त। आजको साहित्यले, म यहाँलाई के निवेदन गर्छु भने आजको साहित्यले त्यही कुरा बोल्नुपर्छ। आजका शक्ति राष्ट्रहरूले जो उहाँहरूले आफूलाई अहङ्कारमा, शक्तिको अहङ्कारमा, शक्तिको प्रदर्शनमा खरबौं डलर जुन धनराशि हात हतियारको निर्माण र बिक्रीमा जो खर्चिनु भएको छ, त्यो वाहियात हो, त्यो दुरुपयोग हो, त्यो सम्पत्तिको दुरुपयोग हो। विश्वका यी 8 अर्ब मान्छेहरूको शान्तिको लागि, उनीहरूलाई बाँच्न देऊ को सन्देश दिने मुलुक हो नेपाल, जहाँ आजभन्दा 2600 वर्ष अगाडि भगवान गौतम बुद्ध यही मुलुकमा जन्मेर विश्व शान्तिको सन्देश दिएका थिए। र त्यसोलाई आजका स्रष्टाहरू त्यतातिर लाग्नुपर्छ। र आजका स्रष्टाहरू खास गरी अब कर्मवाद हैन अथवा कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन। हजुर पत्रकार हुनुहुन्छ, पत्रकारिता गर्नु, जर्नलिजम हजुरको कर्म। म शिक्षक हुँ पेसाले, नानी बाबुहरूलाई क ख सिकाउनु मेरो कर्म हो।
त्यस्तै एउटा व्यापारीले व्यापार गर्नु पर्यो, राजनीतिकले राजनीति गर्नु पर्यो, राजनीति गर्दै हुनु भन्ने होइन। त्यसैले यो कुरा साहित्यले देखाउँछ, तसर्थ साहित्य समाजको ऐन। अब के सुन्न सक्छौँ यहाँको मुखारबिन्दबाट? नै अब यहाँले यहाँको जिज्ञासा जे हुन्छ म एउटा कविता हस् अवश्य। म अघि नै हाम्रा आदरणीय श्रोतालाई सुनाएँ। मैले आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा भएको हुनाले मैले सरस्वतीको कुरा गरेँ र आज सरस्वती मातालाई हामीले जहिले पनि बिर्सिनु हुँदैन। सरस्वती माता भनेकी हाम्री आमा हुन्। यी आमा जहिले पनि हाम्रो के हुन्छ भने प्राण प्रतिष्ठा हुन् र यिनी यदि हामीमा भएन भने हामीलाई जहिले पनि दुर्मति आउँछ, दुर्बुद्धि आउँछ र त्यसैले उनको आशीर्वाद हामीले सधैँ मागिरहनु पर्छ भन्ने कुरा हो। त्यो कुरा भयो र त्यसपछि अब अर्को म यहाँलाई यही आमा आफ्नो देश शीर्षकमा म यो बाँचिरहनु यो देशमा भनेर यो नेपाल आमाको कुरा गर्दछु। सुन कहिले शिरमा कपाल हिमको छाया दि विश्वमा, हेरौँ त्यो सुनकै मुहार तिनको आमा भनी नित्यमा। ती हुन् यो तनमा भिजेर बसमा पारेर राख्ने कली, राखी हातमा लुकेर सपनी देख्ने सधैँ झलझली। ती हुन् स्वर्ण शिखा बनेर सविता पूर्वी दिशाकी परी, रुन्छिन आँसु छरी म भित्र भवमा माया गरी धरधरी। रोएरै तिनको हिमाल तलमा उच्छ्वास ज्वालामुखी, बन्दै जान्छ धरा भएर तपनी मात्सरिएको दुन्दुभी। ती छिन् स्वर्ण कला समान सबकी नेपाल यो देशमा, राताल बनी भरेर गहमा झुक्छिन् सदा केसमा। छोपेकी बचरो बचाई तनको पंखा फिजाई ममा, वर्षा बादल यो छली हृदयमा राख्छिन् लुकाई धन। हुन्धाई यिनले बगाई दुधका धारा पिलाई दिन, हुनमाई जसले झुकाई तनको भारा मलाई दिन। जाडोमा हिमको चिसो पवनमा न्यानो बनाई दिन, मायाको मुटुमा छिपाई शिरको छानो बनाई दिन। छातीका जलको प्रवाह जसले खाना जुटाई दिन, आफ्नै कम्मरका चिरेर कपडा नाना सिलाई दिन। हुन आमा मनकी यही मुलुकमा सद्भावका भेषमा, मेरो अन्तरमा बसेर जहिले बाँचिरहुन् देशमा। तिनी आमा, तिनी जन्मदिने आमा हुन्, सरस्वती आमा हुन्, लक्ष्मी माता हुन्। मैले यिनै लक्ष्मी माताकै लक्ष्मी मातालाई अर्को के अरे यिनै सरस्वती माताको वन्दना गरी यिनलाई भारती पनि भनिन्छ। मेरो यो महाकाव्य के अरे लक्ष्मण रेखा महाकाव्य यो गत साल 2081 सालमा यसको लोकार्पण गरिएको हो। यसको मङ्गलाचरणमा यसरी भारती गान गरेर यो माता सरस्वतीलाई अथवा भारतीको वन्दना गरेको छु। यस्तो छ, पवित्र भावनासँगै हजुरमा विनम्रता चढाउने छ चाहना, हजुरमा सुशीलता। सुदूर दूरमा रही म जिन्दगी सजाउँला, प्रसाद भारती सुताले सुलेखनी म पाउँला। सुदूर दूरमा रही म जिन्दगी सजाउँला, प्रसाद भारती सुता सुलेखनी म पाउँला। म माथि भावना मिठो छ खास आज माधुरी, सुदीर्घ बाँसुरी बज्यो अनन्त घन्किने गरी। जहाँ छ भावना नयाँ त्यही छ सिर्जना नयाँ, जहाँ छ जिन्दगी नयाँ त्यही छ तिर्सना नयाँ।
अनेक रूप छन् यहाँ सरस्वती हजुरका सपूत भैरमु यहाँ समीपमा सदा सदा शुभावनाम पाउला हजुरकै कृपा मिले नवीन जिन्दगी छटा बनाउला प्रभावले हिमालका चुलीहरू उठाउला सुकर्मले म विश्व बीच जिन्दगी सजाउला नि गर्वले म भित्र चेतना दिनु र भावना दिनु नयाँ म बाट वेदना लिनु र सान्त्वना दिनु नयाँ सुदूर द्वारमा खुली चिहाउला हजुरमा समस्त विश्वका कुना सिगारुला प्रदीपमा अनन्त जिन्दगी सुधा चढाउला हजुरमा सदैव माथि शक्ति हेर माउनु सपुतमा सदैव माथि शक्ति हेर माउनु सपुतमा छल्प चेतना मुमा दिनु सुविज्ञता छ घोर यन्त्रणाममा हटाउनु निवासमा छ बेग्र वेदनाममा हटाउ खै कसो गरी सुवीर कर्मशीलता हजुरमा भरी भरी हजुर गाथमा सदा र माथमा हिमाल छ सुदीपी भावना मिठो सुकण्ठ त्यो कमाल छ अनन्त कालसम्म नै हजुरमा प्रणाम छ उपासना हजुरकै गरिरहँ सुनाम छ। यसरी भारतीयको वन्दना माता सरस्वतीको वन्दना गरी मैले लक्ष्मण रेखा महाकाव्यको रचना गरेको छु र हरेकका मन र मस्तिष्कमा सरस्वतीको यी भारतीय माताको वास भयो भने संसारमा कुनै पनि युद्ध क्रान्ति अशान्ति हत्या हिंसा आतंक कुनै पनि छैन। संसार पृथ्वी नै स्वर्ग। यहाँ एउटा शिक्षण पेसामा पनि लामो समयदेखि अझै पनि यो आजका दिनसम्म पनि यहाँले जुन एउटा शिक्षण दिँदै विद्यार्थी भाइ बहिनीहरूलाई एउटा शिक्षण दिँदै आउनु भएको छ र यहाँको यो साहित्य सँगसँगै शिक्षण पेसालाई पनि अगाडि बढाउँदै गर्दाखेरि वास्तवमा साहित्यमा अगाडि बढ्नुपर्छ भन्ने यहाँले प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो? मैले खास गरी यो जब यी अक्षरहरू हजुर यी स्वर्ण अक्षरहरू हजुर स्वर वर्ण र व्यञ्जन वर्ण भनिन्छ अ आ इ क ख ग घ ज्ञ होइन यिनी पढेँ र पढेपछि मलाई एक प्रकारले अब भनौँ यो यिनी भारतीय माता सरस्वतीकै वरदान होला अथवा उहाँको इच्छा होला उहाँको निर्देशन होला उहाँको चाहना होला कता कता मलाई त्यो जागेर आयो। रामायण महाभारत घरमा पनि पढ्ने गर्नुहुन्थ्यो बुवाले कान्छा बुवाले पढ्नुहुन्थ्यो गाउँमा गाइनेहरू पनि गीत गाउन आउँथे र आमा रुँदै गाउँ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा भन्ने जस्ता लोकबहादुर छेत्रीका गीतहरू पनि रेडियोबाट सुन्ने गर्थेँ। ढाल यज्ञनिधिले रेडियो नेपालबाट साहित्य संसार मार्फत पनि राष्ट्रकवि माता घिमिरेका छन्दोबद्ध कविताहरू सुनाउने गर्नुहुन्थ्यो। त्यसको दुर्गामी प्रभावमा माथि पर्यो। म एउटा कन्टार कन्दरामा जन्मिएको सल्यानमा जन्मिएको मान्छे गोठालाको छोरो र त्यही पनि मलाई त्यो भावना जागेर आयो र जसले गर्दा मैले साहित्यको सिर्जना गर्न सुरु गरेँ। त्यसको साथै यहाँको जिज्ञासा छ पठन पाठन शिक्षण पेसामा आबद्ध रहँदा रहँदै पनि यो साहित्य सिर्जनातर्फ कसरी लाग्छ भन्ने यहाँको जिज्ञासा हो। जरुर यो दुई एक आपसमै आबद्ध छन्। यहाँलाई थाहा छ म नेपाली विषयको विद्यार्थी हुँ। कक्षा मन्टेश्वरी अथवा प्ले ग्रुपदेखि लिएर माथिसम्ममा हरेक किताबहरूमा पाठ्य पुस्तकहरूमा सुरुमा कविता नै हुन्छ। न टिप्नु फुल नानी हो न टिप्नु पाप लाग्दछ न टिप्नु फुल नानी हो न टिप्नु पाप लाग्दछ न मार्नु जन्तु है कुनै दया र धर्म भाग्दछ। लक्ष्मीप्रसाद देवकोटाले लेख्नु होइन
त्यस हुनाले हाम्रो लेखनाथ पौड्यालले पनि ईश्वर स्तुति गर्नु भनेर लेख्नुभयो होइन, जय जगदीश्वर जय अविनाशी जय जय भगवान करुणा राशि भनेर यी सबै प्रकारका सन्दर्भहरूले गीतहरू। वास्तवमा यहाँलाई के लाग्छ शिक्षा भनेको के हो? शिक्षा भनेको एउटा जीवन र जगतको वास्तविक ज्ञान, यथार्थ ज्ञान, शाश्वत सत्य कुरालाई पत्ता लगाउने एउटा माध्यम हो, जसले मान्छेलाई के अरे तमसोमा ज्योतिर्गमय अन्धकारबाट उज्यालोतिर जान प्रेरित गर्छ र त्यस हुनाले यसले मान्छेलाई अँध्यारोबाट उज्यालोतिर लैजान्छ। त्यस कारणले शिक्षा भनेको मनुष्यको तेस्रो आँखा। एउटा यहाँले पढाएको पुरानो विद्यार्थी हजुर र उहाँको केही दिन अगाडि हामीले रेडियोमा यहाँको र मेरो कुरा भए पश्चात उहाँले सुने पश्चात उहाँको एउटा अनुरोध के आयो भने मलाई उहाँले एउटा बोक्रे भलाद्मी पाठमा राम्रोसँग व्याख्या गर्नुभएको थियो, त्यो विषयमा किन सोधिदिनु भएन भन्ने जिज्ञासा थियो। त्यसमा के छ भने अब यो बोक्री भलाद्मी भनेर लक्ष्मीप्रसाद देवकोटाले कसलाई भन्नुभएको छ भने निबन्धकार लक्ष्मीप्रसाद देवकोटा उहाँको अत्यन्तै व्यङ्ग्यात्मक निबन्ध। विकासको सिद्धान्त अनुसार कुनै जाति उकालो लागिरहेछ, कुनै जाति ओह्रालो लागिरहेछ, कसैलाई खिर्नु छ, कसैलाई खैरुनु छ, पुरानो टकमा खिया लाग्छ भने जस्तो झैँ आज भलाद्मी शब्दमा पनि खिया लागेको छ होइन। रङ्ग र रोगनका रङ्ग र रेशमका भलाद्मीहरू काठमाडौँको गल्ली गल्लीमा खुसबु उडाइरहेका छन्, चरित्रका भलाद्मीहरू अतीतको अँध्यारो कोठरीमा छन्। आज भारत बाघको हुकुम चलिरहेको छ, जो शक्ति उसको भक्ति भनेर आज हाम्रो समाजका जो मान्छे हुन्, जुन आदर्श मान्छे हुन्छ, चरित्रवान मान्छे हुन्, ती चरित्रवान मान्छेहरू उनीहरूले आफूलाई म यस्तो हुँ म भलाद्मी भन्दैन। तर हरेक क्षेत्रमा हेर्नु, चाहे साहित्यमा हेर्नु, साहित्यमा पनि जो राम्रो साहित्यकार हो, जो साक्षात साहित्यकार हो, जो सारस्वत साहित्यकार हो, म राम्रो कवि हुँ, म लेखक हुँ, राम्रो साहित्यकार हुँ, निबन्धकार भन्दैन उसले। जो बोक्रे कवि हो त्यसले अरूका चोरचार पारेर ल्याएर त्यो मेरो कविता हो भनेर भन्छ। त्यो बोक्रे कवि, त्यो बोक्रे भलाद्मी हो। त्यस्तै अब भन्नुहोस् न, अब देवकोटाले भन्नुभएको छ बोक्रे भलाद्मी भनेको यो आजका भलाद्मीहरूलाई मारवाडी र दर्जीहरूले बेचिरहेका छन्। यो भनेको भने एउटा कुनै पनि मान्छे जोसँग क्षमता नै छैन होइन, मारवाडी कहाँ गएर महँगो कपडा किनेर ल्यायो, दर्जी कहाँ आएर टाई सुट लगायो, कहाँ संसारमा कहाँ के फेसन चलाएको छ त्यस्तो फेसन प्रकारको टाई सुट लगाएर अनि बजारमा गल्लीमा गएर उसले चुरुम चुरुम आवाज आउने टल्किने कालो जुत्ता, आँखामा चस्मा अनि रुगा नलागेको नाकलाई पनि पटक पटक रुमालले पुछिरहने यो बोक्रे भलाद्मीको चरित्र हो भनेर आज व्यङ्ग्य गरेको छ। त्यस कारणले आज वास्तविक भलाद्मीहरू छैन। वास्तवमा डाक्टर कृष्णराज डीसीले जुन एउटा अध्ययन पेसामा पनि अब्बल भएर अगाडि बढेको, साहित्य पेसामा पनि अब्बल भएर अगाडि बढेको, त्यसको साथसाथै घरमा पीडा पनि बोक्दै आएको, तर पनि जहिले पनि डाक्टर कृष्णराज डीसीलाई हेर्दाखेरि उहाँको चेहरामा हाँसो आइरहेको। यो सहनशीलता पनि होला, तर एउटा के छ भने यहाँको सबै कुरामा अब्बल हुँदै गर्दाखेरि पनि तपाईँकोमा एउटा भन्ने गर्छन्, अरूले पनि सुन्दै गर्दाखेरि घमण्ड किन छैन भन्ने पनि छ र केही कुरा सिक्दै गरेको हुन्छ, केही कुरा बुझ्दै गरेको हुन्छ, उसमा धेरै घमण्ड आएको हुन्छ। वास्तवमा यसलाई कसरी हुन्छ? यहाँले भन्ने कुरा सत्य हो। हजुर, मानिसलाई विनाशको बाटोतिर लैजाने भनेको उसको अहङ्कार हो अथवा घमण्ड हो। हाम्रो शास्त्रले पनि भनेको छ काम, क्रोध, माया, मोह, लोभ र मात्सर्य भनेको घमण्ड। यी मान्छेका छवटा गैरी हो। काम भनेको यौन चाहना, क्रोध भनेको रिस, माया भनेको हरेक चिजमा माया के, जस्तो आज मान्छेले भ्रष्टाचार गर्छ नि त्यो मायाकै कारणले हो, द्रव्यप्रतिको माया। मोह भनेको गर्न नहुने काम पनि गर्ने, जस्तो यहाँले मलाई ल हजुर मेरो अत्यन्त आदरणीय मान्छे हुनुहुन्छ, ल सडकमा गएर नाङ्गै नाचिदिनुहोस् त भनेर भनेपछि मैले अब त्यो मोहलाई उहाँको मोहलाई टार्न नसकेर नाङ्गै नाचिदियो भने मेरो बेइज्जत भयो। त्यसमा मोहमा पनि फस्नु, गर्ने काम गर्नु पर्यो, नगर्ने काम गर्नु पर्यो। अनि त्यसपछि लोभले लाभले बिला, त्यसले पनि त्यो पनि शत्रु नै हो। अनि त्यसपछि यहाँले भनेको जुन घमण्ड हो, घमण्ड त हरेक चिजको घमण्ड गर्नु हुँदैन। संसारमा अरू सबै राख्ने
भाँडो हुन्छ, घमण्ड राख्ने भाँडो हुँदैन। त्यसकारण फलेको वृक्ष त झुकेको हुन्छ, गाली गुणी व्यक्ति निरन्छ निरन्तर फलेको वृक्षको हाँगो हुन झुकेको कहाँ छ र भनेर लेखनाथ पौड्यालले लेख्नु भएको छ। त्यस हुनाले यहाँले अर्को एउटा साह्रै मार्मिक कुरा गर्नुभयो। मान्छेलाई हरेक प्रकारका सङ्घर्ष छन्, हरेक प्रकारका पीडा छन्, दुःख छन् र मलाई ईश्वरले सायद यसले सहन्छ भनेर होला। मैले धेरै दुःख त सबैले सहनु भएको छ, पीडा त सबैले सहनु भएको छ। बेग्लै प्रकारको यहाँले बुझ्नुहुन्छ, पारिवारिक रूपमा बुझ्नुहुन्छ यो पारिवारिक पीडा होइन। यी लक्ष्मण रेखा जस्ता महाकाव्य पनि त्यही पीडाबाटै जन्मेका र त्यस हुनाले मलाई यहाँले त्यही भनिदिनुहुन्छ र बाँचेको छु। तपाईँ दुःखमा पनि कसरी हाँस्नुहुन्छ भन्नुहुन्छ र त्यो मेरो लागि अमृत बन्दछ। र त्यस हुनाले यो सबै मैले आफ्नो जीवनमा, आफ्नो भोगाइमा, आफ्नो अनुभूतिमा मैले धेरै दुःख पाएको छु। मैले पहाडमा हिँडेको छु, कुना कन्दारामा गएको छु, मैले घोडो लादेको छु, मैले दाउरा काटेको छु, घाँस काटेको छु, गुहाला गएको छु, गोठाला गएको छु, खेतीपाती गरेको छु, हलो जोतेको छु, भारी बोकेको छु। यावत मेरा अनुभूति छन्। र यति हुँदाहुँदै पनि म विश्वविद्यालयमा अहिलेसम्म पठन पाठन गरिरहेको छु। त्रिभुवन विश्वविद्यालयको महेन्द्र क्याम्पस भरतपुर दाङमा मैले करिब 28-29 वर्षदेखि निरन्तर पार्ट टाइमको रूपमा त्यहाँ पढाइरहेको छु। यहाँले भने जस्तै लगभग 34 वर्षमा नेपाल सरकारको शिक्षक भएर पेसा भएर आबद्ध भएर म त्यहाँ लागेको छु। यहाँ धेरै मेरा छात्रहरू हुनुहुन्छ, म उहाँलाई देवता समान मान्छु र यहाँले गुरु भनिदिनुहुन्छ, बरु खुसी लाग्छ। मैले यहाँलाई पनि पढाएको हुँ, त्यसकारण बडो गर्व लाग्छ। यो सबै सरस्वती माताको आशीर्वाद हो भन्ने लाग्छ। यहाँ एउटा गीतकार पनि मिठो यहाँको स्वरमै सायद मलाई लाग्छ डाक्टर हाम्रो गोविन्द आचार्यको स्वरमा सजिएको गीत यहाँको मुखारबिन्दबाट सुनाउनु। अवश्य। हजुर, यो सामाजिक यथार्थवादी गीत हो। 2040 सालमा यो गीत रेडियो नेपालमा रेकर्ड गरिएको हो। यसका गायक डाक्टर गोविन्द आचार्य हुनुहुन्छ। यसका सङ्गीतकार हाम्रो नारायण राय माझी हुनुहुन्छ। यसको गीतकार म कृष्णराज ऋषि आदरणीय श्रोता। नरोए प्रिय मरे भने मुगलानी ठाउँमा सिउँदोको सिन्दुर मायाको सौगात पूछे है गाउँमा देख्दैमा झिनो मायाको चिनो दैलोमा फोटो छ के गर्छौ प्रिय रोएर धेरै जिन्दगी छोटो छ बाँचेछु भने फर्केर आउँला लाउरेको ठाटमा मरेछु भने बल्नेछ चित्ता मसान घाटमा रहला केवल खरानी मात्र गङ्गाको किनारमा के गर्छौ प्रिय विधिले लेखेको निधारमा नरोए प्रिय म मरे भने मुगलानी ठाउँमा सिउँदोको सिन्दुर मायाको सौगात पूछे है गाउँमा। आज यहाँको स्वरमा गीत त्यसै गरी आमा सम्बन्धीको एउटा कविताहरू मिठो स्वरमा यहाँले सुनाउनु भयो। अन्तिममा जाँदा जाँदै आम दर्शकबिन्दुहरूलाई यहाँले के भन्न चाहनुहुन्छ? आमाकै विषयमा केन्द्रित हुनुहुन्छ या अरू कुनै विषयमा? म त आमाकै विषयमा केन्द्रित हुन्छु। हजुर, संसारमा ब्रह्म विष्णु महेश्वर भन्दा पनि माथि हुनुहुन्छ भने आमा हुनुहुन्छ। ब्रह्म विष्णु महेश्वरले उहाँहरूसँग त्रिदेव हुनुहुन्छ। आफूसँग रहेको शक्तिलाई उहाँहरूलाई पनि सताउने असुरहरू आए, राक्षसहरू आए। यिनीहरूलाई जित्नको निम्ति ब्रह्मजीको शक्ति, महादेवको शक्ति र विष्णुको शक्ति तिनटैको शक्ति मिलाएर त्रिमाताहरू, तिनवटा माताहरू उहाँले सिर्जना गर्नुभयो। महाकाली, महालक्ष्मी, महासरस्वती। महाकाली, महालक्ष्मी, महाशक्ति के अरे सरस्वती, महाकाली, महालक्ष्मी, महासरस्वतीको संयुक्त रूप, तिनको एउटा सम्मिश्रण
को रूप नै एउटा आँखा, आमाभन्दा त संसारमा ठुलो कोही छैन। र त्यस हुनाले सबैलाई म आदरणीय दर्शकवृन्दलाई विनम्र निवेदन गर्छु, दर्शकलाई जोडेर निवेदन गर्छु, आज सन्तानहरूले आफ्ना, मलाई यहाँसँग यही कुरा मैले धेरै पहिले एउटा रेडियो पनि भनेको थिएँ हजुर कि 10 महिनासम्म आमाले आफ्नो सन्तानलाई पेटमा बोक्नुहुन्छ, चाहे त्यो छोरा होस् चाहे छोरी होस्, उहाँका लात्ती हाल्नुहुन्छ, पेटमा कोख लात्ती हाल्नुहुन्छ, अथवा कोख भनेर भनिन्छ, अथवा के अरे डक्टरी भाषामा पाठेघर भनिन्छ, युटेरस भनिन्छ, लात्ती हाल्नुहुन्छ। आमाले त्यसलाई बडो खुसी हुनुहुन्छ, गर्व गर्नुहुन्छ। हजुर र त्यसरी 10 महिनाबाट गर्भधारण गरेको, पहिलोचोटि गर्भधारण गरेको दिनदेखि लिएर होइन, पृथ्वीमा अवतरण भइसकेपछि पनि र बुढेसकालमा त्यत्रो तन मन वचन कर्मले हुर्काएको बच्चाले अनि आमालाई लात हान्दै हान्दै वृद्धाश्रम पुर्याएर अनि आफू अमेरिका, आफू जापान, आफू बेलायत जाने यस्ता प्रकारका आज आमाहरूका दुर्दशाहरू तपाईँहरूले हामीले देखिरहेका छौँ। आदरणीय श्रोता, यो दुर्बुद्धि हामीबाट हराओस्। माता सरस्वतीले आज वसन्त पञ्चमीको दिन हामी सबैलाई केही आशीर्वाद दिउन् भन्ने विनम्र निवेदन गर्छु। अहिले खास गरी यो जुन यो कार्यक्रममा मलम नेपाल खबरको एउटा अनलाइन प्रधान कार्यालयमा आज आएर यहाँले मलाई आफ्नो विचार राखिदिने र समाज समक्ष, आदरणीय दर्शकवृन्द समक्ष मलाई प्रस्तुत जो गर्नुभयो, यसको निमित्त यहाँ लगायत सञ्चालक यहाँ कमल ओली लगायत यहाँको टिम र परिवारप्रति हार्दिक आभार, कृतज्ञता जाहेर गर्छु। धन्यवाद। हजुर, पक्कै पनि दर्शकवृन्द, हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको सङ्केत मैले पाइसकेको छु। यहाँहरूबाट छुट्टिएर जानुपर्ने हुन्छ। छुट्टिएर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने हाम्रो साहित्यकार, महाकाव्यकार, निबन्धकार, समालोचक, कवि, गीतकार, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर दाङका पूर्व प्रधानाध्यापक, गुरुकुल एकाडेमीका निवर्तमान प्रधानाध्यापक, महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका प्राध्यापक समेत रहनुभएका डाक्टर कृष्णराज डिसीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। र तपाईँहरूको माझबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। यहाँहरूको दिन सुखद रहोस्। नमस्कार।